Hello guys, welcome back to my new video. स्वागत छ हजुरहरूलाई मेरो YouTube च्यानल मिस्टर अनमोल ब्लग्स 1 मा स्वागत छ हजुरहरूलाई। बिहानको 6:55 भइरहेछ। सो आज आलु लगाउन छ, आलुको बिउ किन्न छ अनि यता लसुन भइसक्यो। सो यही हो आजको काम अनि आँपको रुखमा पेन्ट गर्न छ। सो अहिले पेन्ट गर्न जान्छु अनि दिउँसोतिर आलु लिन जान छ यो परिनिया बजारतिर। सो लेट्स गो। सो गाइस अब गएर छु कपडा चेन्ज गरौँ अनि त्यसपछि अब रुखमा चुना लगाउन छ। चुना लगाएपछि हजुरहरूले हेराउने छु। यहाँसम्म हेर्न सक्नुभएको छ भने लाइक कमेन्ट सेयर गरिदिनु होला। लेट्स गो। चुना So guys, पैंट लगाना पड़ेगा। So guys, एउटा भइसक्यो अनि अर्कोतिर गइरहेको छु। अब यो त भइसक्यो। So guys, त्यो पनि भइसक्यो, यो पनि भइसक्यो। अब जान्छु खाना भोक लाग्यो यार। A few moments later. So guys, अब 12 बजिसक्यो अनि गएर छु अरेनिया आलुको बिउ लिन। सो हेलो गाइज, अब मेरो फरेनिया आइसक्यौँ। आज लास्ट नै भिड थियो फरेनिया बजारमा अनि भिड पनि थियो। अब आलु पनि लिन थियो। म आलु लिनतर्फ लागेँ सुई। अब हेरौँ के अरू केही लिन छ भने नत्र आलु मात्रै लिन छ अनि अलिकति किराना पसलमा पनि काम छ। ल सो गाइस, आज धनतेरस शनिबार अनि आज आलु लगाइरहेछौँ अनि आज जाने हो फ्रिज किन्न। आज धनतेरसको दिन फ्रिज किन्छु अनि यहाँ आलु लगाउँछु। यहाँ यो मल छरिसकेको छु अनि अब आलु लगाउँछु। यो आलु लगाएपछि दिउँसोतिर जान। सो गाइज, अब बारी खनिसकेछु। अब आलु लगाउने तर्फ लागौँ। आलु पनि अब लगाउन त लगाइसक्यौँ अलिकति। आलु लगाउनको लागि रेडी। यसलाई भन्छ हामीहरू कोहा। सो गाइज, आलु लागिसक्यो अनि अब म हेर्दै गर्नु होला। यहाँसम्म हेर्नु भएको छ भने लाइक गरिदिनु होला, एउटा कमेन्ट पनि गरिदिनु होला। सो गाइज, 11 बजिसक्यो। अब म गएर छु भैरुवा किन्नको लागि। सो त्यहाँ गएर हेराउने छु कुन फ्रिज लिन्छु भने। ल एकचोटि केटेर हेराउँछु। सो गाइज, यही किन्ने फ्रिज। सो हाम्रो फ्रिज आइसकेको छ। हाम्रो फ्रिज 10 वर्ष ग्यारेन्टी, दामी छ दामी। सो यो पनि किनेछु पानी गर्नलाई। सो गाइज, यही हो फ्रिज। सो गाइज,
हेलो गाइज, यो अब भिडियोको एन्ड गर्ने टाइम आइसकेको छ, साँझ भइसक्यो। अनि अब के हेराउने, धेरै 5 मिनटको भिडियो भइसकेको छ। अनि अब नयाँ हो, केही थाहा छैन। अनि जति आइरहेको छ त्यति गरिरहेको छु आफ्नो तर्फबाट। अनि माया ममता दिनु होला। 203 कि 4जना सब्सक्राइबर छन्, अनि अरू पनि हुनु होला। अनि जस्तै हो, यो मेरो 2 दिनको भिडियो थियो। अनि 2 दिन मिसाएर एक दिन गरेँ। अनि एक दिन गएको थिएँ आलु लिन गएको थिएँ, अनि अर्को दिन लगाएँ। अनि आज फ्रिज पनि लिन गएको थिएँ, फ्रिज किनेँ। अनि त्यसमा यही हो, आज यति नै हो। भिडियोलाई लास्टसम्म हेर्नु भएको छ भने लाइक कमेन्ट सेयर गरिदिनु होला। नयाँ युजर हुनुहुन्छ भने आफ्नो साथीहरूमा पनि सेयर गरिदिनु होला। ल, बाई बाई।